भन्नु पनि त पर्यो नि त होइन, के भन्नु हौ सुरुमा। हेलो 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 गाइज, यहाँ सुरुमा म चाहिँ तपाईँ के भन्छ इन्फर्मेसनको देखाउँछु ल। यो टुर्नामेन्टको रजिस्ट्रेसन चाहिँ कसरी गर्ने भनेर म त्यहाँ देखाउँदैछु कि। ट्याक्क जाने यहाँनिर सेट्ट तपाईँ पुरै सर्भरको सब चिज देखिन्छ। अब यहाँनिर माथिदेखि तलसम्म हेर्दै 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 गएपछि यहाँ टुर्नामेन्टको रजिस्ट्रेसनमा ट्याक्कसम्म क्लिक गर्ने। खोइ त हौ कहाँ गयो रजिस्ट्रेसनको बटन चाहिँ। रजिस्ट्रेसनमा क्लिक गरिसकेपछि सुरुमा टिम नेम लेख्नुपर्छ होइन साथी। टिम नेम GMESPORTS। जस्तै मैले मेरो टिम नेम जिएम स्पोर्ट राखेँ। अनि मेन्सन गर्नु आफ्नो केटाहरूलाई है, सबै आफ्नो जिएमको केटाहरूलाई सबलाई मेन्सन, 4 जना मेम्बरलाई। अब जस्तै अहिले मेरो सर्भर भएर चाहिँ मेरोमा सजिलो भएको छ होइन, सबै जिएमकोहरू चिज भएर अब यसरी मेन्सन गर्ने। अनि ट्याक्कसँग इन्टर हानिदिने। इन्टर हानिदिइसकेपछि खोइ त साथी अहिले ट्याग लाग्दैन, अहिले भनौँ न यस्तो भनौँ न, अहिले ट्याग लाग्दैन। अहिले ट्याग लाग्दैन, यो चाहिँ मैले भर्खर बनाएको। यसरी नै गर्ने, सेम टु सेम यसरी नै टिम नेम ट्यागका दिने। अनि जिएम स्पोर्ट जस्तै आफ्नो टिमको नाम लेख्ने, अनि 4 जनालाई मेन्सन हान्ने। अब 4 जना छैन भने जो पाए त्यसलाई चाहिँ हान्न पाइँदैन है, जो पाए त्यो। जस्तै मैले @ अब जिएमको केटाहरू हाम्रो बाइक फाल्टुलाई इधर ब्रोक्लिनहरू इधरहरूलाई चाहिँ हाल्नु पाएन है। इधर यो रिजिनहरू जेम्सहरू इधरलाई चाहिँ हाल्नु पाएन। आफ्नो साथीहरूलाई मात्रै हान्नु, नत्र फेरि पछि गएर इस्यु हुन्छ। फेरि उतापट्टिबाट अर्कोलाई हान्लाउ, अनि अर्कोले वहाँ गएर फेरि क्यान्सल गर्न मिल्छ। फेरि क्यान्सल गरिदियो भने यत्रो रजिस्ट्रेसन गरेको, यो के गरेको, एसएस भेरिफिकेसन गरेको यो जाला फेरि। अनि अर्को कुरा, यो एसएस भेरिफिकेसन चाहिँ सबभन्दा इम्पोर्टेन्ट है। एसएस धेरै छैन तिमीहरूलाई इजी छ, किन भन्दाखेरि पछि गएर तिमीहरूले पनि बुझ्छौ, यसमा स्ट्रिम हुन्छ नि त, अनि त्यही भएर हो। स्क्रिनसट हेर त 4 वटा हाल्दा नि हुँदैन त। स्क्रिनसट हामीलाई दुईटा मात्रै चाहिएको, दुईटा मात्रै हाल्दा नि भइहाल्छ नि। दुईटा हालेको दुईटा पनि भएन, 4 वटा सब्सक्राइब गरेर लिएर आएको चाहिँ भएन। ल हेर त त्यहाँ पहिले मेरो स्क्रिनसट।